7% आर्थिक वृद्धि दर, 15 लाख नयाँ रोजगारी, 2046 साल पछिका सबै सम्पत्ति छानबिन र राज्यको औपचारिक क्षमायाचना। यी केवल सपना होइनन्, यो सरकारको आधिकारिक राष्ट्रिय प्रतिबद्धता मस्यौदामा कालो मसीले लेखिएका शब्दहरू हुन्। तर यही देशमा हामीले यस्ता कागजहरू पहिले पनि देखेका छौँ, पढेका छौँ र बिर्सेका छौँ। त्यसैले आज हामी कुरा गर्छौँ एउटा तटस्थ तथ्यमा आधारित परीक्षण। प्रतिबद्धता कति सम्भव छ, कति महत्त्वकांक्षी छ र कहाँ प्रश्न उठाउनुपर्छ। नमस्कार, म तपाईहरुसँग छु प्रतिपक्षमा। आउनुहोस् पहिले कुरा गरौँ अर्थतन्त्रको बारेमा। अर्थतन्त्र महत्त्वकांक्षा कि यथार्थ? सरकारले भनेको छ आगामी 5 वर्षमा औसत 7% आर्थिक वृद्धि दर, प्रति व्यक्ति आय $3000 अमेरिकी डलर, जीडीपी $100 अर्ब डलरको नजिक। सुन्दा राम्रो लाग्छ, तर तथ्यले के भन्छ? विश्व बैंकका अनुसार नेपालको विगत 10 वर्षको वार्षिक औसत वृद्धि दर 4.7 देखि 5.8% मात्र रहेको छ र सबैभन्दा चिन्ताजनक तथ्य, विश्व बैंकले यसै वर्ष अप्रिल 2026 को आफ्नो नेपाल डेभलपमेन्ट अपडेटमा चालु आर्थिक वर्षको वृद्धि दर 2.3% मात्र हुने अनुमान गरेको छ। अर्थात् सरकार 7 को कुरा गरिरहेको छ र अर्थतन्त्र अहिले 2 को हाराहारीमा छ। त्यसमाथि नेपालको हालको जीडीपी करिब 42 देखि 45 अर्ब अमेरिकी डलर छ। 5 वर्षमा 100 अर्ब पुग्न प्रति वर्ष 15 देखि 18 वर्षको नाममात्रको वृद्धि चाहिन्छ। यो इतिहासमा कहिले भएको छैन। तर हिस्ट्री भनेको फेरिने चीज हो भाइ, पाले नैलेसम्म आएको थियो। एउटा सकारात्मक पक्ष पनि छ। कर प्रणालीमा 10 वर्षसम्म दरहरू स्थिर राख्ने कानुनी प्रत्याभूति दिने प्रस्ताव यदि साँच्चै कार्यान्वयन भयो भने लगानीकर्ताको विश्वास बढाउन सक्छ। अब कुरा गरौँ रोजगारीको बारेमा। रोजगारी युवाको लागि आशाको किरण। 5 वर्षमा 15 लाख रोजगारी दिने सरकारले योजना बनाएको छ। पहिलो नजरमा यो ठुलो लाग्न सक्छ, तर अब गणितीय हिसाबले हेरौँ। नेपालमा हरेक वर्ष लगभग 5 लाख युवा श्रम बजारमा प्रवेश गर्ने गर्दछन्। अर्थात् यही दरले हेर्ने हो भने 15 लाख संख्या 3 वर्षमै पुरा हुन्छ र बाँकी 2 वर्ष चाहिँ के त भन्ने प्रश्न उठ्न सक्छ। र अझ कठोर तथ्य हेर्ने हो भने अन्तर्राष्ट्रिय श्रम संगठन र विश्व बैंकका अनुसार 2024 मा नेपालमा युवा बेरोजगार दर 20.8% थियो र विश्वविद्यालय स्नातकहरूको हकमा त यो 26% भन्दा माथि पुगेको छ। अर्थात् 4 जना पढे लेखेका युवा मध्ये 1 जनाले काम पाइरहेका छैनन्। त्यसैले अन विल यु लर्न अर्थात् पढ्दै कमाउँदैको अवधारणा उत्कृष्ट छ। स्टिम शिक्षा र डिजिटल रोजगारी, रिमोट वर्क, सीमापार सेवा निर्यात यी आजको समयको माग हो। तर यसको संस्थागत ढाँचा, बजेट विनियोजन र कार्यान्वयनको निकाय कहाँ छ? योजना छ, तर कार्यान्वयनको जिम्मेवारी कसले, कसरी र कहिलेसम्म लिन्छ त भन्ने प्रश्न उठ्छ। अब कुरा गरौँ सुशासनतर्फ। सरकारको सबैभन्दा ठुलो र सबैभन्दा कठिन परीक्षा। यो खण्डमा आउँदा म एकछिन रोकिन चाहन्छु, किनभने यहाँ लेखिएका प्रस्तावहरू यदि साँच्चै कार्यान्वयन भए नेपालको इतिहासकै सबैभन्दा ठुलो सुशासन क्रान्ति हुनेछ। 2046 साल पछिका सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन, निजामती सेवाबाट दलीय ट्रेड युनियन खारेज, नियुक्ति र बढुवामा पूर्ण योग्यता प्रणाली, टाइम कार्ड र कागजविहीन डिजिटल सेवा। 2046 यसको अर्थ बुझ्नु भयो त? राजनीतिक दलका नेता, पूर्व मन्त्री, ठूला सरकारी अधिकारी सबै यो दायरामा पर्छन्। त्यसैले अहिले सबैभन्दा सरल र सबैभन्दा कठिन प्रश्न, के सत्तामा बस्ने मान्छेहरूले आफैलाई जवाबदेही बनाउन सक्छन् त? इतिहासले के भन्छ? हुँदैन। तर इतिहास गलत साबित होस्, यो नै हाम्रो अपेक्षा हो। अब कुरा गरौँ ऊर्जा र पूर्वाधारतर्फ। सम्भावना साँच्चै विशाल छ। सरकारले आगामी दशकमा 30,000 मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। यहाँ तथ्य उत्साहजनक छ। एसियाली विकास बैंक र USAID का अध्ययन अनुसार नेपालको कुल सैद्धान्तिक जलविद्युत क्षमता 83,000 मेगावाट छ र आर्थिक दृष्टिकोण
ले सम्भव क्षमता 40 देखि 43,000 मेगावाटको अनुमान गरिएको छ। 30,000को लक्ष्य यथार्थवादी छ। बुढी गण्डकी र दुधकोशी जलाशययुक्त योजना यी महत्त्वपूर्ण छन् किनभने नेपालको ऊर्जा समस्या ठूलो मात्रामा मौसमी असन्तुलन हो र 2023-24 नेपाल पहिलो पटक विद्युत निर्यातक देश बन्यो। 46 करोड युनिट भन्दा बढी बेचेर यो दिशा सही छ। उत्तर दक्षिण करिडोर भारत र चीनसँग जोड्ने व्यापारिक मार्ग भूराजनीतिक र आर्थिक दुवै दृष्टिकोणले रणनीतिक छ। तर महेन्द्र राजमार्ग 3 वर्षमा अन्तर्राष्ट्रिय मापदण्डमा यसको विस्तृत बजेट र ठेक्का योजना नदेखिदासम्म यो एउटा लक्ष्य मात्र हो, प्रतिबद्धता होइन। अब कुरा गरौँ स्वास्थ्य, शिक्षा र सामाजिक न्यायतर्फ। स्वास्थ्य बजेट 8% सम्म पुर्याउने, एक नागरिक एक डिजिटल स्वास्थ्य प्रोफाइल, प्रत्येक प्रदेशमा नमुना विद्यालय, जलन पीडित र विपन्नका लागि निशुल्क उपचार र सबैभन्दा ऐतिहासिक प्रस्ताव राज्यका तर्फबाट विगतका विभेदप्रति औपचारिक क्षमा याचना। यदि यो क्षमा याचना केवल भाषण र कागजमा सीमित रहेन भने, यदि यसले ठोस नीति र संरचनागत परिवर्तन ल्यायो भने यो नेपालको सामाजिक एकताका लागि ऐतिहासिक मिलढुङ्गा साबित हुन सक्छ। अर्को एनआरएनए डायस्पोरा बोन्ड, प्रति वर्ष 1 खर्बको लक्ष्य। नेपाली डायस्पोराको आर्थिक शक्तिलाई राष्ट्रिय निर्माणमा जोड्ने सोच राम्रो छ, तर बोन्डको ब्याज दर, सुरक्षा र पारदर्शिता यी कुरा नभई लगानीकर्ताले विश्वास गर्दैनन्। आजको भिडियोमा यति नै। तपाईहरूले देख्नुभयो यो मसौदा राम्रा महत्त्वकांक्षी प्रस्तावहरू छन्, तर तथ्याङ्कले के भन्छ? नेपालको इतिहास भन्छ योजना बन्छ तर कार्यान्वयन हुँदैन। तर इतिहास भनेको भविष्यको सिलिङ होइन, त्यसैले नागरिकको काम हो सोध्नु, प्रश्न गर्नु र जवाफ माग्नु। यदि यो विश्लेषण हजुरहरूलाई उपयोगी लाग्यो भने भिडियोलाई लाइक गर्नुहोस् र च्यानललाई सब्स्क्राइब गर्नुहोला, किनभने जानकार नागरिक नै बलियो लोकतन्त्रको जग हो। धन्यवाद।